प्रस्थान अध्याय 1। मिस्रमा इस्राएलीहरूमाथि अत्याचार। आआफ्नो परिवार लिएर याकुबसित मिस्रमा आउने इस्राएलका छोराहरूको नाउँ यिनै हुन्: रुबेन, सिमियोन, लेवी र यहुदा, इस्साखार, जबुलुन र बेन्यामिन, दान, नप्ताली, गाद र आशेर। याकुबका सन्तानमा जम्मा 70 जना थिए। योसेफ चाहिँ अघिबाटै मिस्रमा थिए। योसेफ र तिनका सबै दाजुभाइहरू र त्यस पुस्ताका सबैजना मरे। तर इस्राएलका सन्तान फल्दै फुल्दै र सङ्ख्यामा अति धेरै हुँदै गए, यहाँसम्म कि सारा देश तिनीहरूद्वारा भरियो। तब मिस्रमा योसेफलाई नचिन्ने एकजना नयाँ राजाले शासन गर्न थाले। उनले आफ्ना प्रजालाई भने, हेर, इस्राएलीहरू सङ्ख्यामा हामीभन्दा अति धेरै र अति शक्तिशाली भएका छन्। अब हामीले तिनीहरूसित बुद्धिले काम लिनुपर्छ, नत्रत तिनीहरू सङ्ख्यामा अझ बढ्दै जानेछन् र यदि युद्ध भयो भने हाम्रा शत्रुहरूसँग मिलेर हाम्रै विरुद्धमा लडाईँ गर्नेछन् र देश छाडेर जानेछन्। यसै कारण उनीहरूले तिनीहरूलाई कठोर काम लगाएर सताउनलाई तिनीहरूमाथि नाइकेहरू खटाए र तिनीहरूले फारोको निम्ति पिताम र रामसेस भन्ने भण्डारका सहरहरू बनाए। तर जति जति उनीहरूले तिनीहरूलाई सताए, उति उति तिनीहरूको सङ्ख्या बढ्न लाग्यो र तिनीहरू झन फैलिँदै गए। यसैले इस्राएली जातिसँग उनीहरू डराउन लागे। यसकारण मिस्रीहरूले इस्राएली जातिलाई निर्दयपूर्वक काममा लगाए अनि मसला र इँटको र खेतका सबै किसिमका कठोर काम गर्न लगाएर तिनीहरूको जीवनलाई तितो बनाइदिए। तब मिस्रका राजाले सिप्रा र पुवा नाउँ भएका हिब्रू सुडेनीहरूलाई बोलाएर भने, जब हिब्रू स्त्रीहरूले बच्चा जन्माउँछन् र उनीहरूलाई जन्माउने पीडामा हेरचाह गर्छौ, तब छोरो रहेछ भने त्यसलाई मार, तर छोरी रहेछ भने त्यसलाई जिउँदै राख। तर सुडेनीहरू परमेश्वरसँग डराउँथे र मिस्रका राजाले आज्ञा गरे बमोजिम गरेनन्, तर छोराहरूलाई पनि जिउँदै राखे। यसैले मिस्रका राजाले सुडेनीहरूलाई बोलाएर सोधे, तिमीहरूले छोराहरूलाई किन छोड्यौ? यसो किन गर्यो? सुडेनीहरूले फारोलाई भने, हिब्रू स्त्रीहरू मिस्री स्त्रीहरू जस्ता छैनन्, तिनीहरू हट्टकट्ट छन् र सुडेनी पुग्नुभन्दा अघि नै बच्चा जन्माइसकेका हुन्छन्। अनि परमेश्वरले सुडेनीहरूमाथि दया देखाउनु भयो र इस्राएलीहरू सङ्ख्यामा झन बढ्दै गए र शक्तिशाली भए। सुडेनीहरूले परमेश्वरको डर मानेका हुनाले उहाँले तिनीहरूलाई सन्तान दिनुभयो। तब फारोले आफ्ना सारा प्रजालाई यसो भनेर आज्ञा दिए, हिब्रूहरूका जति छोरा जन्मन्छन् तिनीहरू सबैलाई नील नदीमा फालिदिनु, तर छोरीहरू जतिलाई चाहिँ जीवितै राख्नु।